Hello friends, welcome back to my new blog. आज म यस्तै चाहिँ साइलेन्ट भएर ब्लग बनाउँदैछु मिनी ब्लग आज आज मेरो मिनी ब्लग बनाउँछु आज मेरो फर्स्टचोटि मिनी ब्लग हो तपाईँ लाइक सब्सक्राइब गरेर कमेन्टमा नेक्स्ट पार्ट अनि के पनि लेखेर जानु होला त आज म दोकानतिर लागे अहिले दोकानतिर जाँदैछु मौसम पनि धेरै राम्रो रहेको छ यस्तै छ जिन्दगी स्कुलबाट आएर सिधा दोकानतिर जाँदैछु अब तपाईँ ब्लगमा कन्टिन्यू रहनु होला अब त्यसपछि म घर आउँछु ब्लगमा गए दोकान गएपछि अब त्यहाँबाट पनि सिधा घर आएर अब मलाई धेरै घर अलि देरमा आउँछु अहिले यहाँ दोकानमै छु अब अलि देरमा दोकानबाट घर आउँदाखेरि अनि अब भात बनाउनु पर्छ भात मजासँग फुटेर खानुपर्छ घर आएर अब म यहाँबाट अन्डा सन्डा हालेर घर लग्छु अब त्यहाँबाट म सिधा घरको लागि निस्के अब यस्तै छ म अन्डा चाउचाउ अनि बन्दा सन्दा लिएर आए अब त्यहाँबाट घर आइसकेपछि सिधा कुकर चढाउँछु अनि मस्तसँग बनाउँछु अनि राम्रो छ भ्यू राम्रो छ तपाईँ हेर्नुहोस् आज मेरो फर्स्ट मिनी ब्लग हो अनि यस्तै छ आजको मिनी ब्लग त होइन धेरै ठुलै भयो ब्लग त्यही पनि ठिक छ आज यस्तै छ नेचर राम्रो छ पछाडितिर भ्यू पनि धेरै राम्रो छ नेचरको तपाईँ ब्लगमा बनाउनु होला अब म मान्छेसँग कुकर ग्यासमा चलाएर एकदम राम्रोसँग अब यहाँमा म के भन्छन् त्यो अब म कटिङ गर्नतिर लाग्छु तपाईँ सुन्नु के भन्छन् हेर्नु होला अब म यसो मैले यहाँनिर हरियो के भन्छन् त्यो ल्याएको छु अनि यो अन्डा छ काक्ची छ पुदिना छ हरियो प्याज छ अनि यसमा चाउचाउ छ अनि यसमा चाउचाउ छ यसमा बन्दा छ धेरै चिज छ अब म काट्छु बटाबटसँग तपाईँ बनाइ रहनु होला ब्लगमा ओके अब म घर आइसकेँ आज अब अहिले भन्छ त्यहाँ दोकानतिर मान्छे थिए त्यही भएर बोल्नलाई लाज भयो यसो भोइस एड गरेको कोठामा बसेर तपाईँलाई अलि राम्रो नलागेको पनि होला
अनि अब म घर आएँ। घर आइसकेपछि मलाई धेरै भोक लागेको छ। घरबाट त्यसै के चाउचाउ बनाऊ के बनाऊ, चाउचाउ पनि ल्याएको छु। अब राइस बनाऊ। चाउचाउ भयो, अहिले पहिले भात पकाऊ, त्यसलाई मजासँग भुटेर राइस खाऊ। ओके, अब सबैभन्दा पहिला त हामीलाई कुकर चाहिन्छ, तर कुकर छ कहाँ मलाई नि थाहा छैन। कता छ खै कहाँ हो खै कुन्नी। पहिला अब के हो भने प्याज पनि नरहेछ कि के हो, आज त त्यस्तै छ हो। पहिले चाकु थामौँ अनि माथिल्लोमा यो कुकरको ढक्कनलाई लगाऊ। यस्तै छ। अनि कुकर पनि तल रहेछ। अब भ्लगमा फोन रहनु, अब माथि गएर देखाउँछु। ओके, मजासँग ग्याम भात खाएर अब म सिधा गइसकेँ। सिधा दुध पुगाएर घरतिर आएँ। अब यसो अब खाने मन त छैन, त्यसै पनि के खान्छु, दुध पुगाएर आएँ। अब सिधै अब के रोटीसोटी पकायो भने खान्छु, त्यसपछि आरामसँग सुत्छु। तपाईँ कन्टिन्यू रहनुहोला। अब त्यस्तै छ हाम्रो जिन्दगी। अब सिधा घरमा गएर आनन्दसँग पढ्ने हो। तपाईँ पढ्नुहुला। पछाडितिर त यस्तो दामी नेचरको भ्यू आइरहेको छ नि। अब सिधा घर पुगेपछि अब सिधा कोठामा जान्छु र मजासँग सुत्छु। तपाईँ पनि सुत्नुहोला। ओके, मजासँग म त सुतिसकेँ, तपाईँ पनि सुत्नु। ओके, गुड नाइट, बाई बाई।